ल गाइज आज चाहिँ हामी चन्दागिरी जाँदैछौँ। आज चाहिँ हामी केबल कारमा चाहिँ धेरैचोटि गयो। आज चाहिँ हामी यो बाइकमा जाँदैछौँ। बाइकको बाटो भएर आज चाहिँ हामी बाइकमा जाँदैछौँ। ल अहिले चाहिँ हामी ठ्याक्कै यो ललितपुरबाट निस्क्यौँ। ल गाइज अहिले चाहिँ हामी ललितपुरको भाइरल ठाउँ यो ठाउँ त ल अहिले त भाइरल फुलेर पुरा नेपालको पहिलो सुरुमा यस्तो छ बवाल बन्न लाग्यो सुरुमार्ग। यो चाहिँ चितलाङ जाने बाटो हो, बाइक जाने बाटो। त्यहीँसम्म त पुग्दैन, अलिक 10 मिनट गरी हामीले हिँडेर जानुपर्छ। यहाँ चाहिँ अफरोड सुरु हुन्छ। केही माथि गएपछि बाटो चाहिँ बनिरहेछ भने त्यही पनि हेरौँ न कहाँसम्म जान्छ बाइक। बाटो चाहिँ नन स्टप जान्छ माथि। यो बाटो चाहिँ के झुल्ला रहेछ त्यो जानु दिन्छ कि दिँदैन हेरौँ। यहाँनिर पुलिसलाई चाहिँ बाटो छैन भन्नु लाग्यो। यो चाहिँ ग्राभिल हुँदो रहेछ क्या यहाँ बाटो फेरि प्लास्टर गरेको छ। यो बाटो चाहिँ भर्खर ग्राभिल हुँदो रहेछ। यहाँबाट चाहिँ अफरोड सुरु हुन्छ गाइजहरू। यहाँबाट हाम्रो लाग्छ फेरि आधा घन्टा आरामले नै। ल यहाँबाट चाहिँ अफरोड सुरु भयो। वहां उस पहाड़ के हवा में एक नशा सा था, और वो नशा इश्क था। सररा हवामा मन खोली नाचिदिने चञ्चली मेरी सानी है। अहिले हिँडेर चन्दागिरी जान लाग्यो। रोड त छ, बाटो खतम छ। यता हाम्रा माउसी र यता दुईजना बोसहरू। यता कामल सामल के पाइन्छ सब खानुपर्छ। कामल ऐसेलु यताबाट चाहिँ आधा घन्टा जति हिँड्नुपर्छ होला, 20 मिनट। मस्त छ मौसम, चिसो मौसम छ, आनन्द। चन्दागिरी हाम्रो हिँडेर विकास भाइले मजाले 20 मिनट जति होला। विकास भाइ कसैको पनि नराम्रो चिताएन भने चाहिँ भगवान छ क्या। भगवान जहिले नि हेर्छ क्या। मान्नुहुन्छ भगवानलाई? म त मान्छु, एकदम धेरै मान्छु म भगवानलाई। म बाटोमा हिँड्दा नि ढोगिरहन्छु। सदा उड्ने आकाश